रोटीको लागि चाहिँ बर्मिठो नुन र खोर्सानी मैले त्यसलाई चाहिँ पिस्दैछु। मलाई चाहिँ एकदमै मनपर्छ यो रोटीसँग, कोदोको रोटीसँग यस्तो नुन खोर्सानी अनि लसुन हालेर पिसेको। धनियाँ टमाटरहरू पनि मिठो हुन्छ, तर मलाई आज यति खानु मन पर्यो, त्यही भएर मैले अचार रेडी बनाइसकेँ। अब म रोटी पोल्छु। पिठोलाई अघि नै भिजाइसकेँ, मोलिसकेँ। अनि अब चाहिँ म तोरीको तेल लगाउँछु। यहाँनिर चाहिँ अघि पिसेको नुन खोर्सानी अनि लसुनको पत्ता पिसेर रेडी गरिसकेको छु। यहाँनिर म चाहिँ तोरीको तेल लगाउँछु। अब एउटा हात यहाँ छ, एउटा हात पक्रिरहेको छु, कसरी हाल्ने होला, तर उपाय छ नि त, उपाय यस्तो गर्ने। अनि ग्यासलाई अलिक सानो बनाउने, किनभने डढ्छ। अनि तोरीको तेल यस्तरी हालिदिने, अनि कति छिटो त्यो यस्तो गरेर चाहिँ अनि म चाहिँ यसले हाल्छु होइन, यसले हाल्छु। अनि लगाएपछि देखाउँछु ल। अप्ठ्यारो भयो कि साह्रो बुन्न आउँछ र भिडियो बनाउँछ नि, म रोटी पकाउँछु भनेको बुन्नु नै आएन, 5 बजिसक्यो। अनि यसलाई चाहिँ यस्तो गर्नुपर्छ कि तेल धेरै भएर चाहिँ हल्लिन्छ। अब नहल्ली तल म घुमाइहाल्छु नि आफै, तिमी हल्लिनै पर्दैन रोटी, म आफै यस्तो घुमाउँदै डल्लो बनाउँछु। तिमी आनन्दले बस न, तिमीलाई म मजाले पकाएर खान्छु। पानीमा डुबाउँदै यस्तो गर्नुपर्छ नि, अन्टालिँदैन। रोटी कोदोको पिठोको रोटी चाहिँ फेरि बुन्नुको पनि फेभरेट हो कि, अनि दुवैजनाको फेभरेट, खानु पनि मिठो, ज्यानलाई पनि राम्रो। भनेको बुन्नु नै आइपुग्दैन, 5 बजिसक्यो। अब कहिले आउँछ र खानु। सिलाइहाल्ने भयो, सिलाइसक्छ होला। अनि यसलाई चाहिँ यसरी छोपिदिने। अनि सानो ग्यास बनाएको छु, अनि बिस्तारै पकाउने। अनि त्यसपछि चाहिँ फेरि एकछिनमा यो चाहिँ यस्तो भइरहेको छ। अब यसलाई चाहिँ एकैछिनपछि चाहिँ पल्टाउनुपर्छ कि, एकैछिन पछि पल्टाएपछि चाहिँ यस्तो हुन्छ। अनि फेरि उसलाई फेरि यसरी नै छोपिदिनुपर्छ। अनि फेरि कति सेकेन्ड जति राख्यो भने फेरि पाक्छ, अनि निकाल्ने। रोटी चाहिँ पकाउँदै बुन्नु पनि आइपुग्यो। ल यस्तो भयो रोटी। अनि मैले यहाँनिर अचार ठिक भइसकेँ, चिसो ठिक भइसक्यो। अब बुन्नु आइसक्यो, कपडा चेन्ज गर्दैछ, हात पनि धुँदैछ। अनि हामी चाहिँ खाने। यहाँ चाहिँ मैले 2टा लाग्छु कि तताइरहेको ढिलो आएर। बुन्नुलाई स्टार्ट गरौँ खानेकुराहरू। अब हामी दुवैजना खान्छौँ बसेर। कस्तो छ? मिठो छ। अब म खान्छु, मलाई देखाउ न। यस्तरी लिने, अनि यस्तरी लिने। अनि यो अचार अघि बनाएको अचारसँग चाहिँ यस्तो गर्ने। अनि नुन धेरै भएछ। केसको बनाइछ अचार? नुन अनि खोर्सानी अनि त्यही लसुनको पत्ता। म सोच्नु म किन ढिलो आएको? किन ढिलो आएको त नि? भोलिको प्रोग्रामको लागि हामीले बोहरू बनाउनु पर्ने अरे के? बनाइसक्यौ? किन बनाएर हामी त उठेर हिँड्दैछ।
गिराओल भनेर कति कति क्लासको बसेको 9 क्लासको बसेर अनि 10 क्लासको भोलि के बनाउने रे भोलि भक्का बनाउने भक्का मात्रै अरू के होइन हाम्रो त त्यही मात्रै घर बनाउँछ सबै क्लासको ल्याए मैले 9 क्लासको 3टा ग्रुप छ 3टाबाट म एन्जल सुभाषना सरु र मिनमा अनि राशिले चाहिँ भक्का बनाउनु पर्ने अनि एउटा म्यामले हेल्प गर्छिन्छ अरूहरू पनि छ अनि मलाई अघि नै कल गरिसकेको थियो भोलि आउनु होला खानु अनि तपाईँको साथीहरू पनि लिएर आउनु भन्दै थियो किन्नु पनि लाउने होला होइन यमरी हुन्छ अब भोलि सर्ता आमाले बिहानै खाना खाने गरी आउनु है भन्नुभएको छ अब म एक्लै जानु के गर्नु हजुर 6 बजीतिर गर्छ मलाई उठेछ त 6 बजे त म कहाँ जान्छु त नि 6 बजे किन जान्छु त नि म कतिखेर 11 बजीतिर होइन अब अलिक तिमीलाई खानासाना खुवाएर कस्तो भयो त खाजा पनि नसोध्छ न यो मेरो फेभरेट खाजा थाहा छैन हजुरलाई थाहा त छ त्यही पनि कस्तो भयो भनेर सोधेको नि मिठो छ मिठो हो अनि धन्यवाद छ्यामा पनि भन्दैनौ त नि थ्याङ्क यू छ्यामा भनेपछि मात्रै भन्ने हो हजुर